न्यू इयर। यस्तो तर्साउँछ भनेको त आफै ढोका बन्द गरेर बसेछु भित्रबाट। ह्याप्पी न्यू इयर। बिरामी कहिले नहोस्, स्वस्थ सधैँ स्वस्थ होस्। मलाई अहिले जति माया गरिरहेको छ त्योभन्दा बढी गरोस्। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सँगसँगै नेपाली नयाँ वर्ष 2083 को चाहिँ सबैजनामा शुभकामना व्यक्त गर्दछु मेरो तर्फबाट होइन। आज चाहिँ नेपालीहरूको नयाँ साल नयाँ वर्ष चाहिँ चेन्ज भएको छ। यहाँ त अनि न्यु इयरमा पनि पानी परेको पुरै छ त। यस्तो बाहिरतिर निस्केको है, केही कुराहरू लिएर आउँ अनि स्पेसल बनाऊँ भनेर। तर यो पानी बिहानबाट परेको छ कि यो पानीलाई थाहा छैन होला आज नेपालीहरूको न्यु इयर भनेर, अनि त्यही भएर यो परै छ। तर यो पानी परेर मलाई रोक्न सक्दैन यसले। छाता ओढेर भने नि हिँड्छु नि त, त्यही भएर पानी चाहिँ धेरै परेको के। अब केक लानु पर्यो होइन। केक चाहिँ सानो खालको लैजानु पर्यो, खासै ठुलो त नलाने। यो तालकीको रहेछ कि स्ट्रबेरी, यति भइहाल्यो नि। हेलो, म चाहिँ रेडी भइसकेँ। अनि आजको हाम्रो स्पेसल प्लान चाहिँ आज न्यु इयर हो नि त, अनि त्यही भएर आज चाहिँ हामीले हाम्रो बेलुकाको खाना चाहिँ बाहिर गएर खाने प्लान गरेको। मैले भन्दा नि मेरो हस्बेन्डले चाहिँ गर्नुभएको छ होइन। अनि बाहिर खाने प्लान भएको कारणले चाहिँ अनि आज मैले केही पनि घरमा बनाइनँ। अहिले बेलुकाको 6 साढे 6 पनि अब 7 बज्न लाग्छ होला, 6:45 हुन लाग्यो। अनि त्यही भएर अहिले चाहिँ म रेडी भएर बसेको छु। नयाँ सालमा नयाँ लुगा लगाउनुपर्छ अरे, त्यही भएर मेरो नि यो नयाँ लुगा हो है। मैले पनि होइन गिफ्ट सानो गिफ्टलाई के भन्नु, के अरे सानो केक लिएर आएको छु कि। अनि त्यस पछाडि अहिले आउनु भएपछि अनि के अरे ह्याप्पी न्यु इयर भनेर चाहिँ म यो सानो केक दिन्छु है स्ट्रबेरीको। अनि एउटा चक्लेट पनि ल्याएको छु। अनि अर्को गिफ्ट पनि छ, म दिन्छु कि ह्याप्पी न्यु इयर भनेर। एकछिन वेट गर्नुपर्छ ल, आउनु भएपछि म ह्याप्पी न्यु इयर भनेर दिन्छु। अनि त्यसपछि के भन्नु हुँदो रहेछ। म चाहिँ अब बस्छु ल, म चाहिँ अब यहाँ बस्छु। अनि त्यसपछि त्यहाँ क्यामेरा देख्नुहुन्छ होला, म अलिकति सार्छु। त्यसै मैले क्यामेरा अलिक साइडमा राखेको छु। अनि ह्याप्पी न्यु इयर गर्नु पऱ्यो कि कस्तो हुँदो रहेछ है। हजुर ए मैले लक गरेको, एकछिन बन्द गर्नु हो। म रेडी भएर बसेको त अनि बिर्सेछु कि बिर्सेछु। ढोकाभित्रबाट लक गरेको रहेछ चौपट। ह्याप्पी न्यु इयर। मैले त्यो भिडियो बनाइरहेको ह्याप्पी न्यु इयर। ह्याप्पी न्यु इयर। मैले स्ट्रबेरीको केक लिएर आएको सानो। यो अहिले मैले खाने त हो नि। अनि सनक्रिम पनि ल्याइदिएछु। ए झन् यस्तो तर्साउँछ भनेको त आफै ढोका बन्द गरेर बसेछु भित्रबाट। जाम खाम न, खाम आया कपडै तल भयो। अब के खाने के, तर यो त होइन होला, यो गर्छ र उसको रहेछ के। ह्याप्पी न्यु इयर। मलाई
अमेरिका मिठो त्यसकै जाउँ सानो लिएर आएको को ठुलो झन् तर्साउँछ भनेर बसिरहेको को भित्रबाट ढोका लक गरेर बसेछु ह्याप्पी न्यु इयर भनेर साँच्ची नै तर्सिनु भएको थियो पर्सिहाल्नु अनि मलाई भर्खरै देखिदिइराख्नु पर्यो त मिठो रहेछ है माथि केक जस्तै रहेछ चकलेट यो नि स्ट्रबेरीको अब हामी कहाँ जाने खाने एउटा चिकन सोच्नु भए कुन चाहिँ काम जाने भनेर कि कन्क्रिम केक नखाने एकचोटि खान्छु अनि मिठो है मिठो छ सब अहिले खाएको भएको ओके रेडी भएर बसेको त मिठो रहेछ ल बाहिर यतिको जामा जाडो हुन्छ अब त्यही सिक्तामा गएर भिडियो बनाउँछ हामी न्यु इयर मनाउन हिँड्दैछौँ नेपाली न्यु इयर कति साल रे हो 82 82 त अस्ति नै 83 रे हो 83 हो 2083 त हो नि 82 हो भन्दैछु 83 हो के 81 81 बाट एकैचोटि 83 आउँछ मैसूर हो त्यो त तल हो ओके अब वहीँ गएर भेट्नुपर्छ यो जो अनि सिंह ने त्यो त बसेको थियो लाइट त त्यसबाट आउँछ कालो हो तर के यो त लाइटै आउँदैन बत्ती गरेको बाहिर ब्याकग्राउन्ड कालो भएर होइन सबै वाल पुरै कालो छ त्यही त ब्याकग्राउन्ड कालो भएर भनेको यो त बाहिर कालो यो बलेन नि मर्याएर न यस्तो त अब ठाउँमा साइली भन्नु न साइली लेख्ने गमनाको मान्छेहरूलाई बिहान साढे 9 बजे राति निगरासँग लाग्यो सपना राम्रो आओ सबैले राम्रो आएर के कुरा हो म त पहिला निगरा सरी खायो मलाई त्यही गर भन्नु त के थाहा के ल फेरि भन्नु त कन्टिन्यू गर्नु त न्यु इयरको शुभकामना बिरामी कहिले नहोस् स्वस्थ सधैँ स्वस्थ होस् आँटेको बुढा होस् मलाई अहिले जति माया गरिरहेको छ त्योभन्दा बढी गरोस् अर्को वर्षतिर अर्को वर्ष न्यु इयर अर्को सँगै साथी हो बुझेँ मैले न्यु इयरको ह्याप्पी न्यु इयर अब मैले चाहिँ के भने त मलाई साइड थियो अनि मैले भनिहालेँ के पो भन्दा नि
भनेको नि कहाँ आउँछ मलाई त्यतिकै गफ खोज्यो त्यो आफ्नो देशमा राखेको है त्यो नेपालमा त यस्तै खालको हुन्छ अब एकदम पिरो खालको हुन्छ नि पानी हाल्नु त हालसम्म हो थ्याङ्क यू अनि यत्रो बत्ती गऱ्यो भने गऱ्यो नि यो यता गरिदिनु न कति दिनु परेको जुत्ता पनि काटेर यो हाम्रो खानेकुरा चाहिँ होइन हाम्रो आयो कति धेरै त हामी खानै सक्दैन होला दुईजना so yummy yummy Got it. यो खान्छु ल यो चाहिँ कस्तो अमिलो खालके 맛있다 है 맛있다 भन्नु अब अहिले खाइसकेर फेरि भिडियो भात खाइ भयो भात खाइ पकाउनु लाग्यो भने धन्य हालिसकेको पेट फुल्ला भयो पेट फुल्ला खायो पेट भर्यो यति धेरै खायौँ हामीले खायो मिठो भयो तिहारमा जस्तो चिल्लिमिल्ली चिल्का मिल्का भनेर अब चाहिँ हामी खाएर पनि अलिअलि चिसो भइरहेको अब खाएपछि त्यो अब एक राउन्ड खानेर जानुपर्ने हुन्छ यही नजिकै हो हाम्रो घर नजिकै खाएको पनि अलिअलि फेरि डाइजेस्ट गर्नु पर्यो नि त कत्रो पेट ठुलो हाम्रो त त्यतिखेर खाएर जाडो महिनामा जस्तो आयो त स्मोक गरेर आएको हराइसक्यौँ अनि बाहिर चाहिँ एकदम चिसो छ पानी परेको भएर अनि त्यही भएर चाहिँ खासै डुलेनौँ अनि सिधै घर आयौँ आज चाहिँ मेरो भिडियो यति नै वन्स अगेन ह्याप्पी न्यू इयर
अनि अहिले चाहिँ मैले मेरो भिडियो एन्ड गर्छु। प्लिज डु लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब. बाई बाई. थ्याङ्क यू फर वाचिङ.